हेलो एभ्रिवान, तपाईँहरूलाई स्वागत छ फेरि मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ देख्न सक्नुहुँदैछ मैले यहाँ दुईटा लेख लिएको छु। आज चाहिँ म यसको एउटा रेसिपी बनाउँछु भनेर हजुरहरूको बिचमा लिएर आएको छु। हेर्नु होला, यहाँ चाहिँ मैले ग्राइन्डरमा अदुवा लसुन हालेँ। त्यसको पछाडि म सुकेको खोर्सानी पनि यहाँ राख्दैछु अनि त्यसको पछाडि अरू मसला पनि एड गर्छु। चाहिँ देखिहाल्नुभयो तपाईँले, धनिया, यहाँ के अरे लाल मिर्च, त्यहाँबाट जिरा, त्यहाँबाट चिकन मसला अनि गरम मसला, त्यहाँबाट मिट मसला पनि मैले एड गरेँ। एड गरिसकेपछि त्यहाँबाट फेरि थोरै हल्दी पनि लगाउनुपर्छ। यहाँ हल्दी लगाएँ। हल्दी लगाइसकेपछि मैले अनि ग्राइन्डरमा ग्राइन्ड गरेँ। ग्राइन्डरमा ग्राइन्ड गरिसकेपछि पेस्ट चाहिँ मतलब उसलाई ठिक्क हुनुपर्छ कि त्यस्तो साह्रो पतला पनि होइन, मतलब मेरिनेट गर्दाखेरि ठिक्कको हुनुपर्छ। यो भएन मैले गर्दाखेरि। अनि फेरि लास्टमा चाहिँ फेरि मैले धनिया हाल्नै बिर्सेछु कि, अनि फेरि धनिया लिएर आएर अनि यत्तिको गरेँ। यत्तिको गरिसकेपछि यता फेरि मैले छोरीको लागि पनि खाना बनाइरहेको थिएँ कुकरमा। अनि त्यतिकै मसलालाई मैले उयो गरिसकेँ, ग्राइन्ड गरिसकेपछि त्यहाँबाट निकालेर थोरै मात्रामा मतलब 1 चम्ची जता मैले तेल लगाएँ। तेल लगाएर अनि मजाले त्यसलाई मोलेपछि हातले मोल्दा त अब पिरो लाग्छ जस्तो लाग्यो, त्यहाँबाट म चम्चीले नै मोलेँ। त्यहाँ पछाडि मैले राखेँ यसमा थोरै नुन पनि राख्नुपर्ने हुन्छ स्वादअनुसार, मतलब अब त्यसलाई जति पुग्छ त्यति खालको नुन राख्नुपर्छ। अनि मैले नुन राखिसकेपछि मजाले मोलेँ। त्यहाँबाट हेर्दै जानु होला म अझै के गर्छु। यो चाहिँ मैले तन्दुरी बनाउन आँटेको। अनि त्यहाँदेखि अनि त्यति साह्रो आउँदैन मलाई, तर पनि मैले हस्बेन्डलाई सोध्दै अनि गरेको तपाईँहरूको बिचमा लिएर आउँदैछु। हेर्नु होला यति कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गरेर जरुर जनाउनु। अनि मैले यहाँ चाहिँ काट्नुपर्ने हुन्छ कि यसलाई चाहिँ, अनि त्यसको लागि यो चाहिँ किन काट्नुपर्छ भन्दाखेरि मजाले पाक्नुको लागि। त्यसको पछाडि यसको अङ्गमा हामीले मसला हाल्नुपर्छ नि त त्यसको पछाडि। अनि त्यही भएर म काटिरहेको छु। काटेपछि अनि तपाईँहरू देख्न सक्नुहुन्छ मेरो चाहिँ काटेको छैन, यो उयोले गरेर जेने तेने काटिसकेपछि हेर्नुहोस् त्यहाँबाट मैले अङ्गमा यसलाई मजाले मेकअप गरिदिँदैछु। मेकअप गरिसकेपछि यसलाई पनि हल्का राम्रो त पार्नु पऱ्यो नि त, होइन? त्यसको पछाडि दुईवटालाई नै गरिदिएँ, हातले नै गरिदिएँ। अनि त्यहाँबाट मैले हेर्नु होला यहाँ मेरिनेट गरेर राखेँ। यसलाई राख्नुपर्ने हुन्छ आधा घन्टा कम्ती भनेको, त्यहाँ मैले त राखेँ होला 1 घन्टा जस्तो राखेँ। अनि यता चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरू, यहाँ मैले पुरा आगो चाहिँ टन्कुर जलाइरहेको छु कि। यसलाई चाहिँ धेरै मात्रामा कोइला चाहिन्छ, कोइलामै पकाउनु पर्ने हुन्छ। अब तन्दुरी भनेको तपाईँलाई थाहै छ होला, थुप्रैलाई अब थाहा छैन। यो चाहिँ भिडियो हेरेर तपाईँसम्म पुग्यो भने चाहिँ अनि बनाएर खानु होला। अनि यता चाहिँ मैले आगोसागो गरिसकेर अनि यहाँ दुध पनि थियो हल्का गाखिर, अनि यो चाहिँ मेरो लागि गिलासमा राखेँ। त्यहाँबाट नानीको खाजा पनि भयो नानीको लागि। अनि मैले खाजा पनि खुवाइसकेँ नानीलाई। त्यसको पछाडि दाल बनाएँ। दाल पछाडि अनि यो चाहिँ अर्कै पिस लिएर आएको थिएँ मैले, आधा केजी पुगेको थिएन, त्यसमा अलिक कम्ती थियो। अनि त्यो पनि तपाईँलाई देखाउँदैछु। मैले प्याज यहाँ पड्काएँ, मैले जिरा, मलाई चाहिँ जिरा पाउडर हाले पनि पड्काउनु मन लाग्छ, त्यही भएर मैले चाहिँ जिरा पड्काएँ। त्यहाँबाट प्याज हालेँ म चाहिँ यो चाहिँ मतलब ड्राई गरेर भुट्छु भनेर नि त। अनि भुट्दैछु अलिकति छ, अनि अरू दुईवटा पनि छ। अब त्यो चाहिँ अर्कै हुन्छ। यो चाहिँ सब्जीमा दाल तरकारी। त्यहाँबाट अहिलेको मसला रहेको थियो त्यो लगाएँ 1 चम्चा। अनि त्यो लगाइसकेपछि अरू मसला त लाउनु पर्दैन। अनि लगाइसकेपछि त्यहाँबाट अनि पकाएपछि हजुरहरू कहाँबाट हेर्नुहुँदैछ प्लिज कमेन्ट गरेर भन्नु होला। अनि कस्तो लाग्छ देखेपछि त्यो पनि कमेन्ट गरेर भन्नु होला। यदि तपाईँहरू मेरो पेजमा चाहिँ नयाँ हुनुहुन्छ भने अनि मेरो पेजलाई फलो पनि गरिदिनु होला, साथैमा सब्सक्राइब पनि गरिदिनु। मेरो फेसबुक पेजलाई पनि सब्सक्राइब गर्नुपर्ने हुन्छ। अनि यहाँबाट मैले मेरिनेट गरेर राखेको लेख पनि निकालेर अनि यसरी चुलामाथि, यो चाहिँ मेरो देसी जुगाड हो नि त, यो जाली थिएन। अनि मैले यसरी जाली बनाएपछि म पोल्दैछु। त्यहाँबाट फाइनल लुक हेर्नु त, वाउ कस्तो यमी छ नि, देख्दा अझै खाम लागेको छ क्या। मतलब खाएर पनि मन भरिएकै छैन मेरो, देखेर नै अझै खाम लाग्दैछ। तपाईँहरूलाई लागेको छ कि छैन कमेन्ट गरेर अवश्य भन्नु होला। अनि त्यहाँबाट चाहिँ खाने पनि भिडियो बनाउँछु भनेको थिएँ कि, तर के गर्नु मेरो लाइटले गरेर नै अँध्यारो भयो, तर पनि हुन्छ भन्दै बनाएँ। तपाईँहरूले देख्नु हुँदैछ भने हेरेर भन्नु होला कि। तर नेक्स्ट टाइम चाहिँ अब अवश्य हजुरहरूको बिचमा म राम्रो भिडियो ल्याउने छु, खाएको पनि। तपाईँहरू भन्नुहुन्छ भने हेर्नु कस्तो खाम लाग्दो, के गर्नु लाइटले गरेर अलिक मान्छे पनि देखेको छैन।
जेने भिडियो चाहिँ बनाएँ। कस्तो लाग्छ के लाग्छ भन्नु तपाईँहरूलाई। यदि तपाईँहरू मेरो फेसबुकमा हेर्नुहुँदैछ भने चाहिँ साथै फलो गरेर लाइक गरेर कमेन्ट गरेर अनि त्यहाँ सब्सक्राइब पनि गर्नुपर्ने हुन्छ कि त्यहाँ सब्सक्राइब पनि गरिदिनु होला। अनि मेरो युट्युब च्यानलमा पनि मम्मी छोरी छ भनेर ब्लग, त्यसमा पनि गएर सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। कहाँबाट हेर्नुहुँदैछ तपाईँहरूले त्यहाँ चाहिँ अवश्य लेख्नु नबिर्सिनु होला। अनि तपाईँहरूको मायाले गर्दाखेरि अरू पनि म भिडियो लिएर आउने कोसिस गर्छु तपाईँहरूको बिचमा, तपाईँहरूलाई रमाइलो होस् भनेर। अनि के को भिडियो ल्याउनु हजुरहरूले कमेन्ट गरेर फेरि त्यो पनि भन्नु होला मलाई। देख्नु सक्नुहुँदैछ एक्लै खाइरहेको छु, के गर्नु, तल बसेर खाइरहेको छु। डाइनिङ त छ तर पनि मेरो नानीले गरेर चाहिँ अहिले चाहिँ तल बसेर नै खाने बानी भएको छ। उसलाई खेलाउँदै खाँदै गर्थेँ नि त। तर पनि मेरो हस्बेन्डले बनाएको जति चाहिँ मिठो लागेको छैन अब, तर पनि खाँदैछु। अनि यो भिडियो चाहिँ मेरो हिजोको भिडियो हो कि, त्यही भएर हिजो चाहिँ बहुत पानी पऱ्यो नि त, बेलुकादेखि बिहानसम्मको पानी पऱ्यो, त्यसले गर्दा दिनु सकिनँ। अनि म चाहिँ आज एडिट गर्दैछु, एडिट गरेर अनि आज चाहिँ लगाउँदैछु। तपाईँहरूलाई भन्नु होला कस्तो के लाग्छ। अनि साथैमा मेरो च्यानललाई फलो पनि गरिदिनु, फलो गरेर सेयर पनि गरिदिनु। अहिले चाहिँ विकली च्यालेन्जले गरेर धेरै साह्रो परेछ। ओके गाइस, बाई बाई। अनि फाइनल लुक चाहिँ हेर्नु न, मैले यहाँ फोटो राखिदिएको छु, कस्तो लाग्छ भन्नु होला ल। ओके गाइस, बाई बाई।